पनि चीनमा हेर्ने हो भने चीनमा पनि विद्यार्थी सङ्गठन छ। चीनमा तपाईहरुलाई हुन त चीनका बारेमा यो सरकार त्यति धेरै चाहिँ त्यति सकारात्मक छैन, त्यति सुन्न चाहदैन होला, तर पनि मैले चीनमा कम्युनिस्ट पार्टी 1921 मा स्थापना हुँदा त्यहाँको विद्यार्थी कम्युनिस्ट युथ लिग अफ चाइना 1922 मा स्थापित भएको थियो र 7 करोड 36 लाख सदस्य रहेको त्यहाँ पनि युवा विद्यार्थी सङ्गठन छ। त्यसैगरी इन्डिया, अमेरिका, बेलायतको कुरा गर्नुहुन्छ भने इन्डियामा पनि अहिले पनि बीजेपीको त्यहाँको सत्तारूढ पार्टीको अखिल भारतीय विद्यार्थी परिषद जो 1949 मा स्थापना भएको थियो, अहिले पनि त्यहाँका सबै कलेज विश्वविद्यालयहरूमा त्यहाँ चाहिँ विद्यार्थी सङ्गठन छ र त्यो चाहिँ कमिटी छ। त्यसैगरी अमेरिकामा पनि काङ्ग्रेस आएको पनि त्यसैगरी त्यहाँ विद्यार्थी सङ्गठन छ। अमेरिकामा पनि मान्यले समय छुट्याउनु होला। 1854 मा स्थापित भएको रिपब्लिकन पार्टीको पनि कलेज रिपब्लिकन अफ अमेरिका 1892 स्थापित भएको विद्यार्थी सङ्गठन रहेको छ र त्यसले पनि कलेज विश्वविद्यालय सबै ठाउँमा सङ्गठन निर्माण गर्दै विद्यार्थी समुदायको हकितका पक्षमा लागिरहेको छ। त्यसैगरी तपाईको डेमोक्रेटिक पार्टीको पनि जो 1828 मा स्थापित भएको थियो त्यसको पनि कलेज डेमोक्रेटिक मान्यको समय सकिएको छ। धन्यवाद।